Up there, mountain, up there, mountain. Up there, mountain, up there, mountain. So good morning. As a day 9 हो. And look at this fog all around me, man. I don't know है के हो यस्तो यो म जहाँ जहाँ ठ्याक्क भ्यू पोइन्टमा पुग्छु त्यहाँ त्यहाँ जहिले पनि फग लगाइरहेको सिचुएसन छ सो बट स्टिल आम गोना हेड टु एभरेस्ट भ्यू पोइन्ट एन्ड आम गोना कम ब्याक लेट्स सी त्यो चाहिँ नाम्चे हो यो चाहिँ वरिपरि लागेको हुस्सु हुस्सुहरू बिस्तारै खुल्दैछ मेरो हालत त्यस्तो चाहिँ पसिना भइया God. सो कहीँ त आइपुग्यो हल्का फुल्का खुल्ला जस्तो पनि देखिन्छ है मौसम खुल्ने सम्भावना खासै छैन एकैछिन खुल्ला जस्तो गइरहेको थियो फेरि ढाकिसक्यो उसुरे वेदर फोरकास्ट पनि रेन नै छ इट्स जस्ट ब्याड लक यार पुरै उसुरे ढाकिरहेछ खासै अब यो ट्रेकिङमा है त्यस्तो साइटहरू त दामी देख्नु पाएन भ्यूहरू बट आई वक अ लट रिच्ड प्लेसेस त्यही नै हो पोजिटिभ हुस्सुहरू अलिअलि खुल्न लागेको अवस्था छ Look at this man. खै आज मौसम खुल्ने चान्स छैन अहिलेसम्म खुले छैन सो अब म फर्किने विचार गर्दैछु भ्यू देखिएन तर वन्यजन्तुहरू चाहिँ धेरै देखियो बाटोमा अनि अब यहाँ एउटा होटलमा आएर एकैछिन चिया खाएर आज लुक्लै पुग्दिन्छु है एभरेस्ट
त्यही त है। सो अब म यहाँ फर्किसकेँ माथिबाट, भ्यूहरू केही पनि देखेन खासै है, किनभने पुरै हुस्सु लागिरहेको थियो। सो गोइङ ब्याक टु द होटेल नाउ। यस्तो रहेछ ल। सरसर्ती हेर्दा यही हो नाम्ची बजार, ठुलै गाउँ हो। त्यही त अब नाम्चीको बजारबाट हिँड्न लागिरहेछ तलतिर। अब आज कहाँसम्म पुगिन्छ ल्याट्स सी। लुकलाई चाहिँ टार्गेट हो, कहाँसम्म पुगिन्छ। त्यही त अब यति नै भयो नाम्चीको यात्रा। अब फर्किँदैछ अब। सो फर्किँदैछु नाम्चीबाट, फाक्दिङतिर लाग्दैछु। यस्तो छ नजारा, ट्रेकिङ ट्रेलहरू पुरै। लुक एट दिस। अब तेन्जिङ हिलारी ब्रिज आउँदैछ, स्टोन स्टेज। सो लेट्स गो। तेन्जिङ हिलारी सस्पेन्सन ब्रिज, त्यो ट्रेकिङ रुट। त्यो भ्यू पोइन्टसम्म गएँ, केही देखिएन। अनि फर्किँदै हो फर्किँदै। अब नजाराहरू यस्तै छ, गाह्रै छ हिँड्न चाहिँ। उकालो आयो फेरि, उकाली ओह्राली, भन्ज्याङ चौतारी। टोकटोक आइपुग्यो। So still walking. Long way man, long way. So finally लुकला आइपुगेको छ। God, should have gone to Surke man. त्यही बस्नु सर्थ्यो यहाँनिर देखिएको त्यही हो।
मान्छे